हामी चाहिँ यो ककानको यहाँ रिसोर्ट छ गाउँ माछा पाउने रिसोर्टमा हामी चाहिँ रिसोर्टतिर छु हामी है साथी रिसोर्ट सकाएर यता सट्ट हामी हिँड्दैछौँ अहिले ककानको बाटो काफल खायो पैसालु खायो खाल्सा खाइयो है पानी के अरे पानी भिडियोले भिडियो पनि बनायो बाटो अझै राम्रोसँग बनेको रहेछ यो ककानीमा पहिलाको भन्दा त तपाईँको 50% चाहिँ राम्रै छ यो ठाउँमा पिच ठाउँमा चाहिँ ग्राभल रहेछ अझै राम्रोसँग चाहिँ बनेको रहेनछ भन्ने कुरा बुझिन्छ तर जे होस् रमाइलो लाग्यो तपाईँको अर्को पनि के हो यो पाउने ठाउँ है अझै टाढा काँडा हरियाली एकदम घुम्न लायकको ठाउँ हजुर आयो भने हेर्नुहोस् यहाँ यो रिसोर्ट छ एउटा ग्रिन भ्यालेज के भन्नु रिसोर्ट छ एउटा कालिज पाउने रहेछ यता कालिजको मासु टाउ माछा इत्यादि चाहिँ तपाईँले खानको लागि चाहिँ एकदम बस्ने रमाइलो गर्ने तपाईँहरू छ अझ दामी छ ल अझ दामी छ लगाएको छ बेला बेलामा आउनु भनेर कफनतिर घुम्नलाई अहिले चाहिँ सन्तिर म विशेष पानी पर्यो अब छिटो भन्दा छिटो गर्ने भयो पानी चाहिँ एकदमै पर्न लागेको जस्तो अवस्था छ हामी चाहिँ यताबाट चाहिँ चाँडोभन्दा चाँडो निक्लिनु पर्छ किनकि हामीसँग रेकर्ड छैन हामी अलिक व्यवस्थित तरिकाले चाहिँ आएकै छैन कि हेर्नुहोस् त पानी यस्तो कालो मैलो भएको छ त्यही पनि मौसम चाहिँ उज्यालो उज्यालो टाइपको छ ल त्यो मासुले फेरि बिग्रेछ है कम रिसोर्टहरू होटल ककनी रेस्टुरेन्ट हेर्नुहोस् पछाडि यस्तो रमाइलो लाग्ने खाजा एकदम फ्रेस छु यसो त पर जगततिर गएर चाहिँ फ्रेस भएर आयो अनि चाहिँ एकदम रमाइलो गरेर आयो बेला बेलामा यसरी रमाइलो गर्नुपर्छ हामीले लाग्छ किनकि जिन्दगीमा रमाइलो हाँसी मजा एउटा स्वास्थ्यको लागि पनि फाइदै हो त्यो चाहिँ गर्नै पर्छ साथीहरूलाई बाटो यतिको छ ककनी हाइवे हो त्रिशुली हाइवे उता पर पानी पर्दा जस्तो थियो अहिले फेरि यतातिर घाम लाग्यो हेर्नुहोस् फेरि अलिक पर काठमाडौँतिर चाहिँ यसो हेर्दाखेरि चाहिँ पानी पर्दा जस्तो छ काठमाडौँतिर चाहिँ हामी अहिले त नुहापट्टि पर्छ यता चाहिँ पर हामी 4 कोस प्रवेश गर्नु अलिक टाइमै लाग्छ त्यसैले यतातिर चाहिँ अलिक घामै लाग्यो ठिक छ रमाइलो छ बल्ल यहाँ चाहिँ हेर्नुहोस् बिच यसलाई चाहिँ भन्छ बिच बाटो बिचमा चाहिँ के छ भने राम्रो छ अलिक पिच त बनाउनु भएको छ अलिक व्यवस्थित तरिकाले राम्रोसँगले बनाउनु भएको छ कसैको ध्यान कसो चाहिँ हुनुपर्छ अलिक पिच चाहिँ भएको छ अलिक राम्रोसँग भएको छैन यसमा अलिक केही बोर्ड चाहिँ मेरो नजरमा चाहिँ देखिरहेको छु पिचमा 2 वर्षको पानीले यसो स्वास्थ्य लाग्ला कि भन्ने पनि यो डर लागिरहेको छ यो पिच देखेर तपाईँको किनकि यस्तो छेउछेउ साइडमा चाहिँ यस्तो व्यवस्था छैन क्या तपाईँको छेउछेउ साइडमा एकदमै पानी पर्ने कुलोहरू भयो भने चाहिँ राम्रो देखिन्छ यसलाई भने 5 इन्च 6 इन्च हुनु पर्थ्यो होइन तपाईँलाई कस्तो लागिरहेछ एकदम रमाइलो झकास आज झकास एकदम बेस्ट है आज हो रमाइलो वातावरण हेऱ्यो है यसो आवाजले गर्दाखेरि हाम्रो यो सानो माइकमा अलिकति आवाज आउँदैन कि जस्तो लागिरहेको छ पछि हामी एकदमै भोइस राम्रोसँग रेकर्ड गरेर यो भिडियोमा चाहिँ हामी हाल्नेछौँ व्यवस्थित गरेर आउँछौँ पानी परेर अब पानीले भेट्दा जस्तो पानी पऱ्यो अहिले चाहिँ अब काठमाडौँको पानी चाहिँ परिरहेको छ यता चाहिँ अलिकति हामी परेछु ओहो कालो हेर्नु हेर्नुहोस्
पर खाएर के हो के हो श्री ओखरपुर कुन नामै बिर्सियो मामा जस्तो लाग्यो हजुर मामा हो कि जस्तो लाग्यो